दामोदर कुण्ड यात्रा गर्दाखेरि अपनाउनु पर्ने एकदम प्रिकसनहरू एकदम खतरनाक छ। बाटो हाइटले गर्दाखेरि अल्टिट्युडले गर्दाखेरि मान्छेको मुटु फुट्ला जस्तो हुने गर्दछ। यो हाइट लगभग 5700 मिटरको पासहरू यति सहज छैन। घोडामा त तपाईँहरू अवश्य पनि घोडा बाहेक यो यात्रा नगर्नु होला। तर ओह्रालो झर्न यति गाह्रो छ, झन् जति उकालो चढ्न छ। अब एकदम सार्प ठाउँहरू, सार्प वेहरू छन्, त्यसलाई क्रस गरेर जानुपर्ने हुन्छ। बाटो त्यति इजी छैन, त्यही भएर यति सहज नजानु होला, यति इजी नसोच्नु होला। जसरी एडभर्टाइजहरूमा देखाइएको छ, भनिएको छ, ल दामोदर कुण्ड 20,000 मा, 22,000 मा, 25,000 मा, यसरी उसरी भन्दा पनि तपाईँहरू अब आफ्नो जान है तो जहान है भने जस्तो आफ्नो ज्यानको ख्याल राख्नको लागि भए पनि अलिकति हेल्दी या ट्रेकिङमा स्पेसली दखल भएको मान्छेहरू जानु होला। बुढाबुढीहरूलाई अलिक गाह्रो छ। यङै भए पनि कहाँ के हुन्छ भन्ने थाहा हुँदैन, त्यही भएर केयरफुली गर्नु होला दामोदर।